हेलो लेडिज एन्ड जेन्टलमेन, नाउ वी आर एट फुलबारी रिसोर्ट। यो चाहिँ जुन तपाईँले देख्न सक्नुहुन्छ फुलबारी रिसोर्टको बाटो हो। एकदमै राम्रो लागिरहेको छ। यहाँबाट गाडी हिँड्छ है। अर्को कुरा चाहिँ एकदम मैले सोचेको भन्दा चाहिँ एकदम धेरै राम्रो रहेछ कि यो फुलबारी रिसोर्ट चाहिँ। मैले जहाँसम्म सोचेको थिएँ होइन, त्योभन्दा नि एकदम धेरै वेल म्यानेज होइन, चारैतिर हरियाली। मलाई चाहिँ एकदम अति मन पऱ्यो कि दाजु। तपाईँहरूले अहिले जुन दृश्य देखिरहनु भएको छ त्यो दृश्य फुलबारी रिसोर्टको रहेको छ र तपाईँले यो मनोरम दृश्य देख्न सक्नुहुन्छ। र विभिन्न होटेलहरू देख्न सक्नुहुन्छ तपाईँले, र साथमा स्विमिङ पुल पनि देख्न सक्नुहुन्छ। जुन अहिले तपाईँहरूलाई देखाइएको छ त्यो चाहिँ फुलबारी रिसोर्टको स्विमिङ पुल रहेको छ। अब हामी ओर्लिएर स्विमिङ पुलतर्फ लाग्दैछौँ। तपाईँले यहाँ देख्न सक्नुहुन्छ एउटा ठुलो चौरी। धेरै नबोला बाबु, म भोइस फालिदिन्छु। र यो चाहिँ निकै रोमाञ्चक स्विमिङ पुल रहेको छ, हेर्न सक्नुहुन्छ। इट्स रियली अ ब्युटिफुल प्लेस।